यो चाहिँ चोरेर सबैभन्दा हाइएस्ट बनाउनुपर्छ क्या यो कोन चाहिँ। ल अर्काको पनि चोर्न पाइन्छ। ल अर्काको चोरेर जे जसरी भए पनि चाडा बनाए हाइएस्ट हुन्छ विनर। उहाँको बल्ल फेरि बनाउनु भयो क्या फेरि चोरिदिँदै हुनुहुन्छ। उहाँको 3टा भइसक्यो। उहाँको एउटा भएको पनि चोरेर उहाँको एउटा बाहिर फालेर हिँड्नु पाइन्न थियो। ल उहाँको 2टा भइसकेको छ। उहाँको 2टा कसैको पनि चाडा पुगेको छैन अझैसम्म। ल चोर्दै गर्नुहुन्छ। फेरि चोरिदिनु। ल ल है कसले जित्ने हो। 3टा हुन लाग्यो उहाँको। ओहो उहाँको 3टा भयो। ल चोर्न आइहाल्यो नि फेरि। ल हेर ल चोरिदिइसक्यो। चाडा बनाउनु पर्ने। ल अर्को पनि चोर। ल कसैको पनि चाडा होला जस्तो छैन है आज। ल हेर बाहिर फालेर जानु पाइन्न। ल फेरि चोरिदिनु भयो एउटा। ल खत्तम। ल अयो ल 3टा भयो है। 3टा भयो। अब एउटा ल्याएपछि ल चोरिदिइहाल्नु भने फेरि 3टा भयो फेरि चोरिदियो। आज कसले जित्ने रहेछ नि हेरौँ है। 3टा भयो। 3टा भयो। ल 2टा उहाँको 3टा चारवटै नहुने भयो। यो गेमको एन्डिङ होला जस्तो छैन है आज। ए उहाँको भइसक्यो। ए उहाँले जित्नुभयो। ओके ल कङ्ग्रेचुलेसन। हाम्रो सबैभन्दा बलियो खेलाडी उहाँ नै हुनुहुन्छ। कसले जित्यो? आयुष्मा दिदीले हो। ल हाम्रो खेलाडीहरू